need to talk about something very useful in our life. So हामीले हाम्रो जिन्दगीलाई कसरी एउटा सफलता उन्मुख दिशामा डोर्याउन सकिन्छ भन्ने सन्दर्भमा आज म तपाईहरुसँग केही कुरा गर्न गइरहेको छु। पहिलो कुरो त के हो भन्दाखेरि सबैभन्दा जिन्दगीमा चाहिने सबैभन्दा ठूलो कुरा भनेको उत्प्रेरणा हो। यो उत्प्रेरणा भन्ने चीज प्राप्त कहाँबाट हुन्छ भन्दाखेरि चाहिँ तपाईले जब आफूले आफूलाई उत्प्रेरित गर्न सक्ने तपाईमा आफूमा सामर्थ्य जगाउन सक्नुहुन्न तबसम्म कसैले उत्प्रेरणा गर्दिएको भरमा तपाई उत्प्रेरित भएर अगाडि बढ्ने कुरा त्यति क्षणको लागि मात्र तपाईको सफलता मानिन्छ जबसम्म तपाई अर्को त्यो भन्दा ठूलो समस्यासँग जुझ्नुहुन्न। तसर्थ समस्याहरूको एउटा प्रवृत्ति बुझेर त्यो समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ त त्यो समस्याबाट कसरी आफू त्यसबाट निस्किएर आफूले आफूलाई उत्प्रेरणा जगाएर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुराको चाहिँ आफ्नो एउटा सूत्र मानिसले जबसम्म पत्ता लगाउन सक्दैन पाउन सक्दैन तबसम्म कसैले देखाइदिएको बाटो कसैले दिएको सुझाव कसैले दिएको उत्प्रेरणाले व्यक्ति स्वयं आफै उत्प्रेरित भएर अगाडि बढ्छ भन्ने नै र सफलता प्रकोचुलीमा पुग्छ सफल बन्छ उसमा त्यो ऐतिहासिक रूपमा आत्मविश्वास प्राप्त हुन्छ भन्ने कुरा चाहिँ यो चाहिँ एउटा चाहिँ नि सन्देहको विषय हो जस्तो मलाई लाग्छ। त्यसकारणले गर्दाखेरि जीवनमा कसरी सफलता प्राप्त गर्न सकिन्छ त भन्ने सन्दर्भमा कुरा गर्नु पर्दाखेरि चाहिँ सफलता प्राप्त गर्नलाई साना कुराहरूलाई व्यवस्था नगरिकन मानिसले जब साना कुराहरूबाट चाहिँ उसले आफ्नो जीवनमा एउटा आमूल रूपान्तरण ल्याउँछु भन्ने अठोट राख्छ र जुन बेला उलाई लाग्छ कि मेरो जिन्दगीमा केही परिवर्तन गर्नुपर्ने छ मेरो जिन्दगीमा परिवर्तन चाहिएको छ भन्ने कुरा उसले पहिलो कुरो त आवश्यकता महसुस गर्नु पर्यो र जुन क्षणमा उसले त्यो आवश्यकता महसुस गर्छ त्यही क्षणमा उसले अब त्यस दिशामा काम गर्नको लागि आफैले आफ्नो एउटा सूत्र निकाल्ने पहिचान गर्न थाल्छ उसले विशेष रूपमा आफ्नो सूत्र प्रतिपादन गर्न थाल्छ र त्यो सूत्र जुन छ त्यो सूत्रबाट चाहिँ उसले प्राप्त गरेको सफलता वा समस्यासँग जुझ्न सक्ने उसको चाहिँ एउटा चाहिँ सूत्र जुन उसले तयार गर्छ र सो हरेक किसिमका समस्याहरूलाई उसले त्यही सूत्रद्वारा चाहिँ उसले त्यसलाई छिन्न भिन्न बनाउँदै उछिन्दै अगाडि बढ्छ र सफलता प्राप्त गर्न सक्छ अन्ततोगत्त। त्यसकारणले गर्दाखेरि व्यक्ति स्वयंमा त्यो चाह हुनु पर्यो इच्छा हुनु पर्यो र व्यक्ति स्वयंले त्यो गर्ने चाहना राखेर चाहिँ आफ्ना समस्या के हुन् त्यो समस्यालाई उले साक्षी भाव लिँदै हेर्दै बुझ्दै साक्षी रूपमा चाहिँ त्यसलाई चाहिँ स्वीकार गर्दै अगाडि बढ्नुको विकल्प हुँदैन। र सफलता प्राप्त गर्नु छ भने के गर्न सकिन्छ भन्दाखेरि चाहिँ सर्वप्रथम त आफ्नो उद्देश्य के हो र त्यो उद्देश्यलाई कति मेहनत लाग्छ भन्ने कुरा पनि पहिचान गर्न आवश्यक छ। जब त्यो आफ्नो उद्देश्य प्राप्तिको लागि मैले यति सम्मको मेहनत गर्छु भन्ने एउटा मानिसमा एउटा अठोट एउटा एक किसिमको चाहिँ आत्मविश्वास पैदा हुन्छ तब उसले एउटा आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ। त्यो निर्धारण गरेको लक्ष्यलाई रणनीतिहरू तयार गरेर कसरी अगाडि बढ्ने भनेर जब मानिसले चाहिँ एउटा डिटेल्ड प्रोजेक्ट रिपोर्ट भने जस्तै किसिमको चाहिँ एउटा डिटेल एउटा प्लान बनाउँछ जिन्दगीमा तब मात्र उ गएर चाहिँ अब सफलताको दिशामा उले काम गर्न सुरु गर्छ। काम गर्न सुरु गरिसके पछाडी असम्भव भन्ने कुरा त संसारमा केही पनि छैन। त्यसकारणले गर्दाखेरि सफलता प्राप्त गर्नु छ स्वयंले स्वयंलाई उत्प्रेरणा जगाउने चाहिँ सामर्थ्यको विकास गरौँ संयन्त्रको विकास गरौँ र आफ्नो यस्तो एउटा सूत्र एउटा फर्मुला पत्ता लगाऊँ जुन फर्मुला युज गरेर चाहिँ हामीले प्रत्येक समस्याको चाङलाई हामीले चाहिँ निराकरण गर्न सकौँ र समस्याहरूबाट हामीले जुझेर समस्याहरूलाई हामीले समाधान गरेर अगाडि बढ्न सकौँ। त्यसकारणले गर्दाखेरि सफलता प्राप्त गर्न सबैले उत्प्रेरित भई एउटा दिशामा कार्य गरौँ। सम्पूर्णलाई आफ्नो जीवनको सफलताको शुभकामना। धन्यवाद।